हामी चाहिँ बिचमा फसिसकेको छु गाइज, हेर्न सक्नुहुन्छ 4-5 जना छौँ हामी। हेलो गाइज, हेर्न सक्नुहुन्छ हामी फाइनली 64 बिघा पुगिसक्यो गाइज। गाइज टिकटक भिडियो बनाइरहेछ, हामी चाहिँ गाइज घुमिरहेको छौँ। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग गाइज। तपाईँहरूलाई पनि स्वागत छ गाइज मेरो नयाँ ब्लगमा। गाइज आज चाहिँ म जाँदैछु पिकनिक। है म रेडी भएर निस्किसकेँ लब्दाईको घरतिर जानलाई, किनभने त्यहीँबाट बस लागेको छ, त्यहीँबाट जान्छु गाइज। र तपाईँहरूलाई अगाडि देखाउने छु गाइज। पिकनिक चाहिँ कुन ठाउँ भनेपछि 52 बिघा भन्छ कि होइन 72 बिघा भन्छ सायद, त्यही ठाउँ जाँदैछु। अब कुन हो एक्ज्याक्ट मलाई पनि थाहा छैन, अगाडि तपाईँहरूलाई गएर देखाउने छु गाइज। अहिलेलाई यति भयो, अगाडि तपाईँहरूलाई अझै देखाउनु छु। हेर्न सक्नुहुन्छ यहाँदेखि बस पनि देखिरहेछ, यो बस हो जस्तो छ है। हेलो गाइज, हेर्न सक्नुहुन्छ मेरो लभ दाइ र दिलीप दाइ हेर्न सक्नुहुन्छ एकदम सानोमा आउँदैछ। ए कहाँ हिँड्नुभएको दाइ? ए अहिले गुड मर्निङ दाइ। अहिले यहाँ दाइसँग जाँदैछु बक्स निकाल्न गाइज, हेर्न सक्नुहुन्छ। ए साउन्ड बक्स त चाहियो नि त गाइज, डिजे बजाउन ल दाइ यो राख्नु त सन्देश। ए अब बोर्डको पनि व्यवस्था गरिदियो गाइज। अब बस चाहिँ अगाडि अब दोकानमै चढ्ने छु गाइज। को छ थाहा छैन? थाहा छैन, भित्र गएर थाहा। हामी कुन ठाउँ जाँदैछु थाहा छ? थाहा छ, 64 बिघा। अब यहाँ हेर्नु, मैले भने 52 बिघा 72 बिघा 64 बिघा, अब दाइले भन्दैछ 64 बिघा। अब कुन हो थाहा छैन। अब त्यहाँ गएर गेटमा जे लेखेको हुन्छ त्यो तपाईँहरूलाई देखाउने छु गाइज। अब 84 बिघा अहिले नयाँ थप्यो 84 बिघा गाइज, हेर्न सक्नुहुन्छ। ए नाम चाहिँ थाहा छैन, तर पछाडि चाहिँ बिघा छ है। अब एक्ज्याक्ट नम्बर चाहिँ थाहा छैन कति बिघाको जमिन छ त्यो। 64 बिघा लगाइज अगाडि तपाईँहरूलाई फेरि देखाउनु छु। बक्स निकालिसक्यो दोकानबाट। अहिले समात्नु। अब यो बस हो, यो बसभित्र हात दिँदैछु। यस्तो छ यो देख्न सक्नुहुन्छ बसमा यस्तो भिडभाड छ। ए हेर्न सक्नुहुन्छ म सबलाई भाइरल गरिदिन्छु। ए यो भाइले ब्लगर भनिरहेको छ। ए भाइ दिलीप दाई एकदम सिट पाएर एकदम मक्ख छ। ए लब्दाएर म उभिएको छु गाइज, हेर्न सक्नुहुन्छ। गाइज हेर्न सक्नुहुन्छ हामी महेन्द्र चोक आइसके। ए विराटनगरको महेन्द्र चोक आइसक्यो हामी। जाँदैछु, दिलीप दाई र म बसेको छु। लब्दाईले हेर्नु एकदम हट सिट पाउनु भएको छ स्पिकरको माथि। ए दाइ कस्तो फिल भइरहेछ हट सिटमा बसेर? ए बज्यो भने ए ल ठिक छ, बज्यो भने अनि थाहा हुन्छ अरे। ल गाइज हामी जाँदैछु अहिले विराटनगर, कट्नेवाला छु हामी। ए भाइहरू हेलो गाइज भनिरहेछ। ए यस्तो छ। अनि दाइ के छ भन्नु? के भन्नु, अब पुगेपछि भन्छु। यहाँ सामानहरू राखेको छ। ए पछाडिको सिट खाली छ। ए पछाडिको सिट खाली छ तर बस्ने ठाउँ छैन, किनभने सामानहरू राखेको छ गाइज। हेलो गाइज हेर्न सक्नुहुन्छ हामी धोबीको बुढी खोला आइसक्यो। ए बुढी पुल हेर्न सक्नुहुन्छ अहिले एकदम एउटा यहाँ छ, बिचमा छ, उसको साइडमा पनि छ, 3टा पुल बनाइसकेको छ, बाटो ठुलो बनाइदिएको छ। त्यो बुढी खोला हेर्न सक्नुहुन्छ यो हो गाइज। ए आइसक्यो हामी इटहरी हेर्न सक्नुहुन्छ, इटहरी। ए अब हेलो गाइज इटहरीको गोल चक्कर हेर्न सक्नुहुन्छ। ए आइसकेको छु हामी। यहाँ पनि ट्राफिक लाइट अहिले अवरुद्ध भएको छ हाम्रो जेनजी आन्दोलनले गर्दा। ए उता मामा पनि बस्नु भएको छ। ए अब हामी पश्चिम लाइनतिर छिडिसक्यौँ। अब कान्छी चौकदेखि चतरा लाइन हुँदै अनि चाहिँ कुन 72 बिघा भन्छ कि 64 बिघा भन्छ त्यही बिघामा जानेछु गाइज, तपाईँहरूलाई देखाउने छु। ए यस्तो छ अहिलेको माहौल हेर्न सक्नुहुन्छ। ए मेरो दाइले फेरि मलाई ब्लगर भन्दैछ। ए हेलो गाइज हेर्न सक्नुहुन्छ हामी टरीको भाटबटेनी पनि आइपुग्यौँ। ए यस्तो छ यो भाटबटेनी चाहिँ सुचारू भइसकेको छ गाइज। कसैलाई सपिङ गर्नु आउनु छ भने इटहरीको भाटबटेनी आउन सक्नुहुन्छ गाइज। ए यस्तो छ इटहरीको भाटबटेनी। हेलो गाइज हेर्न सक्नुहुन्छ हामी कान्छी चौक आइसके। कान्छी चौक आइसक्यो। अब यताबाट यता छिर्ने हो। कता हेर्नु छिरिसके यता। अब यहाँबाट 72 बिघा जाने हो। 72 बिघा 64 बिघा हेर्नु अब यहाँ हाम्रो कुरा अहिले भएको छैन। 64 72 जेसुकै जुन पनि बिघा होस् हामी बिघा भन्छु अब अहिले। अब अगाडि गएर देखाउने छु गाइज तपाईँहरूलाई फेरि पनि। हेलो गाइज हेर्न सक्नुहुन्छ हामी 72 बिघा आउन लागेको छु। यस्तो छ यहाँ अगाडिको पनि मान्छेहरू जाँदैछ, पानीपुरी लिएर सायद दोकान लाउन जाँदै होला। यहाँ गाईहरू पनि एकदम धेरै छ गाइज, बाटोमा गाउँ हो यो। हेलो गाइज हेर्नु सक्नुहुन्छ यहाँ भित्र पार्क पनि छ, त्यहाँ हेर्नु बस पनि एउटा पिकनिक खेल्ने बस लागेको छ।
त्यहाँ अगाडि पुल छ गाइज। हामी अहिले जङ्गलको बाटो हेर्न सक्नुहुन्छ। हामी बाटो बिर्सिसक्यौँ। बाटो चाहिँ कसैलाई थाहा छैन, सोधी जाँदैछौँ। बाटो एकदम सानो सानो बाटो छ, यस्तो यस्तो छ। हेर्न सक्नुहुन्छ जङ्गल झाडी। हामी जङ्गलमा छौँ, यस्तो छ। अगाडि अब यो अङ्कलले भन्नुहुन्छ आयो आयो भनेर। अब यहाँ हात्ती आयो कि बाघ आयो थाहा छैन। यस्तो छ गाइज। अगाडि हेर्न सक्नुहुन्छ पार्क छ। यही हो गाइज। आइसक्यो गाइज। अब यहाँ धुलेङ्गे पुल अब के लेखेको छ नाम मात्र 64 बिघा हो गाइज। हेर्नु हल्ला हल्ला हेर्नु, बसमा हल्ला हेर्नु गाइज, हेर्नु हल्ला। हामी आइसके हेर्नु झुल्ला आधुनिक पुल यस्तो छ गाइज। भाइ मेरो मोबाइल फुट्ला। भित्र पोखरी छ। यसलाई किम बिघा भन्छ। मैले मान्छेहरूलाई लेखेको त कहीँ छैन गाइज। रसाताल भन्छ यसलाई, रसाताल। 64 बिघा गाइज, 64 बिघा। 64 बिघा हो, तर म्यापमा छ 72 बिघा। म्यापमा 72 बिघा छ। 8 बिघा बेच्दियो होला गाइज। हेर्न सक्नुहुन्छ यहाँ पिकनिक स्पट चलिरहेछ धीरे धीरे। यस्तो छ गाइज। यता साइड पनि हेर्न सक्नुहुन्छ। त्यहाँ पुल छ एउटा। बोलो गाइज, हेर्न सक्नुहुन्छ यहाँ पिकनिक स्पटमा हेर्नु यस्तो पिकनिक भिड भएका छ। हेर्नुहोस् यहाँ सामान पनि किनेर, यहाँ बियर पनि छ गाइज। कसैलाई चाहिएमा बियर पनि खान सक्नुहुन्छ किनेर। यहाँ झन्डा छ यस्तो। हामी यतै साइडमा कतै रोक्नु। यस्तो छ गाइज। गौतम बुद्धको स्ट्याचु पनि छ गाइज, यहाँ हेर्न सक्नुहुन्छ। अब हाम्रो गाडी यहीँ रुक्यो। यस्तो छ। हेलो गाइज, हेर्न सक्नुहुन्छ हामी फाइनली 64 बिघा पुगिसक्यो गाइज। गाइज यो ठाउँको नाम चाहिँ 64 बिघा हो। मैले अगाडि एउटा बोर्डमा लेखेको थियो, त्यहाँ हेरेँ। अनि गाइज यस्तो छ। अब बसको ठाउँ हामी हेर्दैछु। यस्तो छ हेर्नुहोस् सिनेमा हल। हामी यहाँ खेल्ने हो भनेपछि अब यहाँ खेल्ने हो गाइज। यस्तो छ। यहाँ बोट छ एकदम मजाको। यहाँ स्ट्याचु छ। यहाँ ठिक हुन्छ। यहाँ ठिक हुन्छ। यहाँ ठिक हुन्छ गाइज। यहाँ के भन्छ बोट पनि छ लाइनको, हेर्न सक्नुहुन्छ। म मान्छेहरूलाई बोलाउँछु गाइज। यो ठाउँ एकदम ठिक हुन्छ पिकनिक खानलाई। उता भित्र पनि खेल्न सकिन्छ, हेर्न सक्नुहुन्छ। यस्तो छ। अब गाइज तपाईँहरूलाई अगाडि देखाउँछु गाइज। सेटअप सबै कुरा सेटअप गरिसकेपछि, किनभने अहिले गाइज अब गर्नुपर्छ त्यसैले। ल हेलो गाइज, हेर्न सक्नुहुन्छ फाइनल हाम्रो सेटअप हुँदैछ यहाँ। यहाँनिर राख्यौँ हामीले। यस्तो छ गाइज, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी फाइनली सेटअप गरिरहेको छौँ। पछि अब के हुन्छ गाइज, कस्तो हुन्छ अब हेर्नुपर्छ राम्ररी। तपाईँलाई सबै देखाउनेछु गाइज। हेलो गाइज, हेर्न सक्नुहुन्छ हामी घुम्न जाँदैछु। अहिलेसम्म हाम्रो चिया पाकिरहेको छ र नास्ता हुन्छ, त्यसपछि हामी घुम्न जानेछौँ गाइज। तपाईँहरूलाई फेरि देखाउनु छु। म र मेरो दिलीप दाई, लभ दाई चाहिँ त्यहाँ बस्नुमा छ। के भन्छ हेरचार। अब उनी लिडर हो, लिडरै हो नि दाई। पिकनिक स्पटको लिडर हो हाम्रो। हेर्न सक्नुहुन्छ यता एकदम कुर्सी लगाएर एकदम मजाको पिकनिक खेलिरहेको छ गाइज। यस्तो छ। हामी चाहिँ अहिले घुमिरहेको छु। हामी के भन्छ शौचालय खोजिरहेको छु गाइज। शौचालय, किनभने हामीलाई शौचालय जानुपर्ने छ 5 मिनटको लागि। त्यसैले हेर्नुहोस् यहाँ बोटहरू कति बवाल बोट छ गाइज। यहाँ फोटो खिच्ने छु। अनि मेरो फोटो चाहिँ गाइज फेसबुक इन्स्टाग्राममा हेर्न सक्नुहुन्छ। फलो गरिदिनु, लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु युट्युबमा हेर्दै हुनुहुन्छ भने। यस्तो छ गाइज। हेलो गाइज, हेर्न सक्नुहुन्छ हामी यहाँ 64 बिघामा 64 बिघाको पानी के भन्छ यहाँ सानो नदी क्या जे भनौँ यताबाट आउँदैछ। हेर्न सक्नुहुन्छ यताबाट यता भित्रबाट कहाँ पहाडबाट आउँदैछ होला गाइज। हामी चाहिँ भित्र जङ्गल आइसके। हेर्न सक्नुहुन्छ यो पिकनिक स्पट। ब्लग हो। ल ल ठिक छ। हेलो गाइज, हेर्न सक्नुहुन्छ हाम्रो चिया पाकिसकेको छ। यहाँ हेर्न सक्नुहुन्छ। ल अङ्कल हाल्नु ग्लासमा। एकदम एक नम्बर चिया है। अब चिया चाखेर मैले भन्ने छु गाइज कस्तो बनेको छ।
बवाल चिया बनेछ गाइज टेस्टी न टेस्टी गाई खानु हुँदैन तपाईँ चिया हेलो गाइज हेर्न सक्नुहुन्छ यो कुन कस्तो बवाल गाछी छ है के को नाम हो थाहा छैन है यस्तो देखिरहेछ र यता फोटो खिच्ने पनि राम्रो राम्रो ठाउँ छ यहाँ फोटो खिच्न पर्नु छ है हामी चाहिँ दाजुभाइ आएको छु हेर्न सक्नुहुन्छ फोटो खिच्न यहाँ टिकटक बनाइँदैछ गाइज हेर्न सक्नुहुन्छ यस्तो छ है यता पनि टिकटक के भन्छ पिकनिक चलिरहेछ है अनि फोटोसुटहरू पनि हुँदैछ एकदम नाचगान हुँदैछ सिटी लागिसक्यो उता कुकरमा यस्तो छ गाइज हेर्न सक्नुहुन्छ एकदम बवाल हुँदैछ अब हामी पनि गाइज हाम्रो पनि नास्ता थाकिरहेको छ नास्ता खाएर त्यसपछि हामी पनि गर्नेछु गाइज डान्स भान्स के हुन्छ तपाईँहरूलाई देखाउने नै छु गाइज हेलो गाइज हेर्न सक्नुहुन्छ यता पोखरी पनि छ है यता रमाइलो रमाइलो पिकनिक बजाउँदैछ गाइज है यता चाहिँ पोखरी पनि मैले भेटिसकेँ गाइज यो पोखरी हो कि नदी हो कि के हो गाइज है यसको अब पानी जमेको छ पोखरी नै भनौँ गाइज है के माछा छ कि किरा छ गाइज है त्यो हेर्नुपर्ने हुन्छ र गाइज राम्रै ठाउँ छ त्यस्तो एकदम खुल्ला छ है त्यस्तो नराम्रो पनि भन्न सकिँदैन है यस्तो मजा आइरहेछ गाइज घुम्नलाई हेर्न सक्नुहुन्छ र है फोटो सुटिङ गर्न पनि एकदम ठिक छ टिकटक भिडियो एकदम सबको सब टिकटक भिडियो बनाइरहेछ हामी चाहिँ गाइज घुमिरहेको छौँ है हेर्न सक्नुहुन्छ यस्तो छ बाटो बाटो कमलको फुल पनि भेटे गाइज कमलको फुल चाहियो कसैलाई भने यहाँबाट लिन सक्नुहुन्छ है म कमलको फुल देखाउने छु गाइज लोटस हेर्न सक्नुहुन्छ लोटस फुल है हेलो गाइज हाम्रो चाहिँ नास्ता रेडी भइसकेको छ गाइज हामी चाहिँ जाँदैछौँ अब नास्ता खान है के भन्छ नास्तामा चाहिँ हाम्रो चना चुडा भुजा अनि पकौडा बनिरहेको छ गाइज बनाइसक्यो र अब हामी दाइहरू हेर्नुहुन्छ खाना खान जाँदैछु मतलब नास्ता खान है हाम्रो पिकनिक स्पट यो हो यहाँ हेर्नुहोस् बनिरहेछ खाइरहेछ है अब हामी यहाँ हेर्नुहोस् एकदम खाना स्टार्ट भइसकेको छ है यस्तो छ गाइज है हेलो गाइज हेर्न सक्नुहुन्छ हाम्रो नास्ता कार्यक्रम स्टार्ट भइसकेको छ हामी बसिसकेको छौँ खानालाई है अर्को उता ग्रुपहरूमा सबै बसिसकेको छ है यस्तै हो वनभोज भनेपछि यस्तै हो गाइज अब खाना कस्तो छ तपाईँहरूलाई म अहिले देखाउने छु टेस्ट गरेर खाना त राम्रो बनेको थियो गाइज अब खाएर त अब फेरि भेट्छु गाइज टेन्सन छैन हामी चाहिँ नास्ता खाइसक्यौँ गाइज नास्ता खाएर अब एकछिन यहाँ रेस्ट गरिरहेको छु त्यसपछि घुम्न जाने हो गाइज कहाँ जाने हो है गाइज हुन्छ चारैतिर बोटै बोट छ साल सबै फेरि सबै सालको रुख हो गाइज हुन्छ गाइज बाँदर थियो माथि ए हामी यहाँ बसेको थिएँ है हेर्नु बाँदर जाँदैछ हेर्नुहोस् यो दाइले मङ्की भनेपछि मङ्की सट्टै निस्किदियो हामी यहाँ यो रुखमा बसेको थिएँ यो रुखवाला तल झरेर आयो है हेर्न सक्नुहुन्छ हामीलाई शङ्का लाग्यो यो फुटप्रिन्ट हेर्न सक्नुहुन्छ के को हो ए कमेन्ट गर्नु होला यहाँ मान्छेको पनि फुटप्रिन्ट छ र हेर्नु यो के को हो मलाई लाग्यो यो जङ्गल जग्गाको चाहिँ पुरै ठुलो जङ्गल छ पुरै जङ्गल हामी चाहिँ बिचमा फसिसकेको छु गाइज हेर्न सक्नुहुन्छ 4-5 जना छौँ हामी है हेलो गाइज हामी हेर्न सक्नुहुन्छ यो जङ्गलमा एकदम है हामी यो जङ्गलमा अहिले घुमिरहेको छौँ अब बाटो कता ए तलबाट जाउँ न त यो तलबाट जाउँ है तलबाट जाउँ कहाँबाट अच्छा ठाउँ हामी तल गएर गाइज अनि हामी जाँदैछौँ है यस्तो छ 64 बिघा यो एउटा ठाउँ गाइज 64 बिघा भन्छ यसलाई 64 बिघाको है अनि ल गाइज यति हो अब तपाईँहरूलाई अझै अगाडि देखाउनु छु केही छ भने अहिले हामी चाहिँ अब तल जाँदैछौँ यो यहाँ पोखरी पनि छ साइड यताबाट हिँड्नु न हेलो गाइज यहाँनिर एउटा सानो र राम्रो पुल छ हेर्न सक्नुहुन्छ है यो नदी या पोखरी जे भनौँ त्यसको माथि है पानी चाहिँ फुलै छ हेर्न सक्नुहुन्छ है यो चाहिँ एकदम बवाल जग्गा अलिक डरै छ यो पुरै काठको छ माथि टिन राखेको छ हेर्न सक्नुहुन्छ यस्तो छ मलाई यस्तो लागिरहेको छ गाइज हेर्न सक्नुहुन्छ है यता चाहिँ अलिकति शान्त एरिया छ गाइज यता पानी छ हामी चाहिँ बाहिर निस्क्यौँ है ल दाइ हेर्नुहोस् त यता यस्तो छ सबैजना हामी फोटो आइसक्यौँ
यहाँ चाहिँ गाइज यो यसमा एउटा के सुविधा छ भनेपछि तपाईँहरू जति पनि बक्स लिएर आउनुहुन्छ नि यहाँ लाइनको सुविधा छ है गाइज। ठाउँ ठाउँमा राखिदिएको छ हेर्नु यहाँ बोर्ड एमसिबी बोर्ड पावर सकेट राखिदिएको छ। आफ्नो गीत बजाउने साउन्ड बक्सहरू बजाउन सक्नुहुन्छ है। यस्तो छ लगाएर हेर्न सक्नुहुन्छ। यहाँ बोटिङ पनि हुँदैछ है ग्रुप बोटिङ। अब के कति लिन्छ थाहा छैन तर बोटिङ पनि हुँदैछ यो नदीमा। नदी पोखरी जे भनौँ न गाइज है। यतातिर अलिक फरकिलो जङ्गल छ है। यतातिर यस्तो छ त्यो बोटमा गाइज गीत सित हुँदैछ है। यता फोटो सुटिङ हुँदैछ। हामी चाहिँ जाँदैछौँ गाइज हेर्न सक्नुहुन्छ है। हेलो गाइज हेर्न सक्नुहुन्छ बच्चा बच्चीहरू एकदम लाइनमा जाँदैछ है। यो पुनिसेको स्कुलमा होला फुल डिसिप्लिन छ है। हामी चाहिँ गाइज अब घुम्दै घुम्दै अलिअलि घरतिर होइन अहिले हामी आफ्नो पिकनिक स्पोटतिर लागेको गाइज। यहाँनिर हेर्न सक्नुहुन्छ साबुन पनि लिएको छ हातमा। साबुन लिएको छ नुहाउन जाँदैछ बुढाबुढी। त्यही त साबुन लिएको छ त्यसले त भन्दैन। हामी चाहिँ जाँदैछौँ गाइज। ल गाइज उल्लु हेर्न सक्नुहुन्छ। हेलो ए भाइ फेरि यसो अहिले यो झापमा छ गाइज। दारू खाइहालेको छ त्यसैले अर्कोलाई हेर्न सक्नुहुन्छ एकदम एक्टिभ छ है। अर्को त फुल हाम्रो बन्दरलाई कैद गरेर राखेको छ गाइज है। ल गाइज हेर्न सक्नुहुन्छ खरायो है। खरायो पनि छ गाइज एकदम राम्रो राम्रो। ल गाइज हामी ट्री हाउसमा गएनौँ अलिक भिड भडक्का छ त्यसैले अब हामी डाइरेक्ट आफ्नो गन्तव्यतिर जाँदैछौँ गाइज है। यस्तो छ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हुँदैछ मतलब यहाँ पोखरी छ यस्तो छ। यसमा मासु पाकिरहेको छ। यहाँ हामी अचार बनाइरहेको छौँ म र मेरो दाइ मिलेर है। आँखा पुरै आँसु आँसु नै भइहालेको होला हामीहरू है। जस्तो पाकिरहेको छ मासु हेर्न सक्नुहुन्छ है। यस्तो छ है। अङ्कल भइसक्यो होला अब चाहिँ भइसक्यो होला है। यस्तो छ हेर्न सक्नुहुन्छ। दाहरू नाचिरहेको छ है। एकछिनपछि हामी पनि नाच्ने हो है। हेर्न सक्नुहुन्छ ललिपप सङमा नाचिरहेको छ गाइज। बढी देखाउँदिन है। हेलो गाइज हेर्न सक्नुहुन्छ हाम्रो खाना पाकिसकेको छ है। हामी खाँदैछौँ है। मासु छ पुलाउ छ भात छ माछा पनि छ गाइज। म चाहिँ माछा खाइनँ गाइज त्यसैले अब खाना खान्छु अनि तपाईँहरूलाई फेरि भेट्नेछु गाइज है। मेरो लब्दै कहाँ हुनुहुन्छ लब्दै त्यहाँ हुनुहुन्छ है। हेलो गाइज है फाइनली मैले चाहिँ खानासाना खाइसकेँ हेर्न सक्नुहुन्छ है। मेरो सबै यहाँ के भन्छ हामी जतिजना आएको थियौँ अब भाडा सरकार मस्काउने कार्यक्रम हुँदैछ हेर्न सक्नुहुन्छ त्यहाँ है। खाना खाइसक्यौँ र अब सबैजना जाने क्रममा छ है। मेरो ब्लग चाहिँ गाइज अब लास्टतिरै गइसकेको छ तपाईँहरूलाई है। मलाई चाहिँ अलिकति सर्दी खोकी लागेको छ गाइज। यता डान्स हुँदैछ हेर्न सक्नुहुन्छ पल्ला रे साइलो रे के गीत हो नेपाली गीतमा है। हाम्रो त गाइज यो बक्स बज्यो डान्स पनि भयो है। हाम्रो बस चाहिँ गाइज त्यहाँ पहिलो कलरको हेर्न सक्नुहुन्छ येलो कलरको त्यही बस हो। अब गाइज तपाईँहरूलाई म बसमा गएर देखाउने छु के कस्तो छ। अहिले सामान चाहिँ ओसार्दैछु। सामान राखिएपछि अनि तपाईँहरूलाई फेरि भेट्नेछु गाइज। हेलो गाइज फाइनली हामीहरू अब निस्किँदैछौँ है। अब गाइज ब्लग यहाँ हेर्न सक्नुहुन्छ हाम्रो गाडी आइसकेको छ रेडी भइसक्यो। गाइज हाम्रो ब्लग चाहिँ मेरो ब्लग चाहिँ यहीँ भयो गाइज। लाइक सेयर सब्सक्राइब फलो ए तपाईँहरू जे सक्नुहुन्छ त्यो गरिदिनु होला है। हाम्रो पिकनिक ट्रिप आज यहीँ इन्ड भएछ गाइज। हामी चाहिँ अब घर गएर एक झलक देखाइदिनेछौँ हामी घर पुग्यौँ भनेर। ल गाइज आजको ब्लग यहीँ इन्ड भयो है गाइज।